सबैलाई जय मसी। फेरि पनि आज म सानो भजन स्तुति गाउन गइरहेछु। स्तुति भजनमा चाहिँ धेरै नै है शक्ति छ है। यस भजन स्तुतिद्वारा नै ठुल्ठुलो बन्धनहरूको जुवाहरू भाँचिन्दछ, बन्धनहरू तोडिन्दछ है। यस भजन स्तुतिद्वारा नै विजय हामी पाउँदछौँ। अनि जति हामी भजन स्तुति महिमा प्रशंसा गर्छौँ त्यति नै हामी विजय हुँदै जान्छौँ। हाम्रो जीवनको धेरै समस्याहरू जति पनि समस्या छ त्यो समस्यामा हामी विजय हुँदै जान्छौँ। हामीले बाइबलमा पनि एक्जाम्पल हेऱ्यौँ भने, उदाहरण हेऱ्यौँ भने त्यहाँ 2 इतिहास 20को 21-22 दिएको छ है। राजा योसुपातमाथि 3टा राज्य अमोनी, मोआबी र सेइरको राज्यको राजाहरूले एट्याक गर्दा, फेरि एउटा राज्यलाई 3टा राज्यले एट्याक गर्दा उनीहरू धेरै नै भयभीत भएको थियो। तर राजा योसुपातले परमेश्वरमाथि भरोसा राख्यो अनि उसलाई थाहा थियो आराधनाद्वारा चाहिँ विजय हुन सक्छ भनेर। अनि आराधना गाउने टोलीहरूलाई चाहिँ उसले त्यो युद्ध गर्नु जाँदाखेरि त्यो हतियार भएको सेनाहरूको अगाडि राखेको थियो। अनि उनीहरूले आराधना गर्दै अगाडि बढ्दै थियो। अनि जति आराधना गर्दै अघि बढ्दै थियो त्यति नै त्यो उनीहरूले पावर, उनीहरूको शक्ति, उनीहरू पावर बढ्दै गएको थियो। अनि त्यो आराधना स्तुति गाएको कारणले चाहिँ जब त्यो विरोधी देशहरूको त्यो राज्यको मानिसहरू जब एट्याक गर्न आए तिनीहरू आफै नै एकअर्कामा अल्मालिएर, आफै नै एकअर्कामा झगडा गरेर, एकअर्कामा के भन्छ एट्याक गरेर, आफै नै त्यो लडाइँ गरेर मर्न थाल्यो। अनि त्यस्तो प्रकारले चाहिँ त्यो राजा यहोशुपातले विजय पाएको छ है। अनि त्यसरी आज विजय चाहिँ हाम्रो यो आराधना स्तुति महिमाद्वारा विजय हामी पाउन सक्छौँ है। त्यसै कारण हाम्रो धेरै समस्याहरू हुनसक्छ, हाम्रो जीवनको धेरै प्रब्लमहरू हुनसक्छ, तर हामी त्यो प्रब्लमलाई फेस गर्नेछौँ प्रभुको महिमा प्रशंसा गर्दा। अनि प्रभुको प्रशंसा महिमा जब हामी गर्नेछौँ, आराधना गर्नेछौँ, प्रभुले हामीलाई विजय दिनुहुन्छ है। यो भजन सानो यो कोरस गाउनु मन लाग्यो है। मेरो जीवन तपाईमा छ है, मेरो बल तपाईमा छ। साँच्चै नै हाम्रो जीवन, हाम्रो बल चाहिँ प्रभु यीशुमा हुनुहुन्छ। मेरो जीवन तपाईमा छ, मेरो बल तपाईमा छ, मेरो आशा तपाईमा छ, तपाईमा मेरो जीवन तपाईमा छ, मेरो बल तपाईमा छ, मेरो आशा तपाईमा छ, तपाईमा स्तुति गर्छु सारा जीवनले, स्तुति गर्छु सारा बलले, सारा जीवनले, मेरो सारा बलले, मेरो सबै आशा छ तपाईमा, मेरो जीवन तपाईमा छ, मेरो बल तपाईमा छ, मेरो आशा तपाईमा छ, तपाईमा स्तुति गर्छु